निश्चय पनि। धर्मचक्रको बनावट आफैमा बुद्धको शिक्षाको एउटा सानो नक्सा जस्तै हो भनौँ न। यसमा मुख्यतया 3वटा अङ्ग हुन्छन् अनि हरेक अङ्गले बुद्धको मार्गको कुनै न कुनै आधारभूत पक्षलाई देखाउँछ। 3वटा अङ्ग के हुन् ती? पहिलो भयो केन्द्र, हब। पाङ्ग्राको सबैभन्दा भित्रपट्टिको भाग हैन, जसलाई हब भनिन्छ। यसले चाहिँ नैतिक अनुशासन, शील र मानसिक स्थिरतालाई जनाउँछ। शील र स्थिरता हो, जसरी पाङ्ग्राको केन्द्र बलियो भयो भने मात्र पाङ्ग्रा राम्रोसँग घुम्छ नि हैन? हो, नत्र हल्लिन्छ। हो, त्यसरी नै नैतिक आचरण, अनुशासन चाहिँ हाम्रो जीवन यात्रा र आध्यात्मिक प्रगतिको लागि एकदमै आधारभूत कुरा हो। यो मनको स्थिरता र एकाग्रताको पनि प्रतीक हो। अनि यही केन्द्रले नै बौद्ध साधनाका 3 महत्त्वपूर्ण स्तम्भहरू प्रज्ञा, विजडम, शील, मोरालिटी र समाधि, कन्सन्ट्रेसनलाई एक ठाउँमा जोड्छ। शील, समाधि, प्रज्ञा तीनवटैलाई जोड्ने? हजुर, शील बिना समाधि र प्रज्ञा सम्भव छैन भन्ने संकेत गर्छ यसले। यो जग जस्तै हो। अच्छा,